माग त तिमीहरूलाई दिइनेछ भनेर परमेश्वरले भन्नुभएको छ र अनि हामी बारम्बार प्रभुसँग चाहिँ हाम्रो यो छ, यो चाहियो, त्यो चाहियो भनेर विभिन्न माग गर्छौँ, तर पाउँदैनौँ। किन पाउँदैनौँ त भन्ने कुरा चाहिँ म तपाईँहरूलाई भन्नेछु। सम्पूर्णमा जय मसीह। तपाईँलाई स्वागत छ मेरो भिडियोमा। र मैले जानेको कुरा, बुझेको कुरा चाहिँ सङ्गतिमा अगुवाहरूबाट सिकेको कुराहरू चाहिँ म तपाईँलाई सेयर गर्न गइरहेको छु र यसमा कमी कमजोरी भएमा हजुरहरूले मलाई सहायता गर्न सिकाउन सक्नुहुनेछ है त। र प्रार्थना सुनाइ नहुनुको चाहिँ मैले थाहा पाएअनुसार चाहिँ 5 कारण रहेछन्। र पहिलो छ शङ्का, दोस्रो पाप गल्ती लुकाउँदा, तेस्रो बैठकसँग माग्दा, चौथो कसैसँग दुखी भएर या दुखी बनाएर क्षमा माग्ने वा क्षमा नदिने, र पाँचौँ र अन्तिम रहेको छ प्रभुको आज्ञाकारी चाहिँ हामीले नमान्दाखेरि चाहिँ। र यी सम्पूर्ण 5वटा प्रार्थना सुनाइ नहुनुको कारण छ। र प्रिय साथीहरू, यी 5 गल्तीहरूमा चाहिँ मेरो र तपाईँ र हामी सम्पूर्णको चाहिँ के चाहिँ गल्ती छ भन्ने कुरा चाहिँ हामीले पहिचान गर्न सक्नुपर्दछ। र प्रार्थनाको माग पुरा हुनका लागि चाहिँ प्रभुको पनि शर्त रहेछ। यूहन्ना 15:7 अनुसार चाहिँ तिमीहरू ममा रह्यौ र मेरा कुरा तिमीहरूमा रह्यो भने तिमीहरूलाई जे इच्छा लाग्छ माग र त्यो तिमीहरूका निम्ति गरिनेछ भनिएको छ। र यस अनुसार चाहिँ हामी प्रभु जसरी नै पाप गर्न नसक्ने भयो, प्रभुलाई खुसी पार्ने जीवन जिउँदा चाहिँ प्रभुले हाम्रो सम्पूर्ण मागहरू पुरा गरिदिनुहुन्छ र हामीले उहाँको आज्ञाकारी पनि माग्नु मानेमा मात्र हामी सम्पूर्ण परिवारहरू चाहिँ आशिषित हुन्छौँ र परमेश्वरले हामीलाई सदैव आशीर्वाद दिनुहुन्छ। सम्पूर्णमा जय मसीह। तपाईँहरूलाई कस्तो लाग्यो?